integration by method of partial fraction. Method of के त partial fraction of rational function है। यो कस्तो खालको फंक्सनको लागि हो त? rational फंक्सनको लागि हो हैन। अब यसमा चाहिँ partial fraction युज गर्दाखेरि हामीले चाहिँ के गर्नुपर्छ त? जति बेला यसको डिनोमिनेटर फ्याक्टराइजेबल छ भने मात्रै यो मेथड अफ पार्शियल फ्र्याक्सन युज गर्न पाइन्छ, अरु केसमा चाहिँ युज गर्न मिल्दैन। के हुनु पर्यो त? फ्याक्टराइजेबल चाहिँ हुनु पर्यो के। सो रुल्सहरु म यो क्वेशन अनुसार नै भन्दै जान्छु। अब रुल्सहरु पनि रिकल गर्न नि हुन्छ है। जस्तो यसको रुल्सहरु चाहिँ के हो भने थोरै बुझिराखौँ त। जस्तो कि फर्स्टमा हाम्रो x प्लस a अनि x प्लस b जस्तो छ। यस्तो खालको रेशनल फ्र्याक्सन आयो अथवा फ्र्याक्सनको तलपट्टिको पार्ट हैन, डिनोमिनेटर चाहिँ यसमा चाहिँ x को पावर र फ्याक्टरको पावर चाहिँ हेर्ने के। यहाँ x को पावर दुईटैमा 1 छ अनि फ्याक्टरको पावर पनि 1 छ भने यसलाई चाहिँ पार्शियल फ्र्याक्सनमा कसरी ब्रेक गर्ने त? यसलाई चाहिँ पार्शियल फ्र्याक्सनमा ब्रेक गर्नलाई a डिवाइड बाइ फर्स्ट फ्याक्टर प्लस b डिवाइड बाइ सेकेन्ड फ्याक्टर राख्ने। b डिवाइड बाइ के त? सेकेन्ड फ्याक्टर राख्ने। एउटा यो चाहिँ पार्ट भयो लिनियर फ्याक्टरको केसमा है। लिनियर फ्याक्टर, लिनियर भेरिएबल। फ्याक्टर लिनियर भनेको यहाँ चाहिँ के छ? पावर 1 छ नि त फ्याक्टरको, अनि x पनि चाहिँ के छ? लिनियर छ है। सो यो केसमा अर्को केस चाहिँ के हुन्छ भने जस्तो कि माथि मैले 1 मात्रै लेखिरहेको छु, 1 नै हुनुपर्छ भने छैन, अरु पनि हुन सक्छ। जस्तो x स्क्वायर प्लस 5x जे पनि हुन पाउँछ हैन। मैले 1 मात्रै लेखिरहेको छु। तलपट्टि हेरौँ त। जस्तो कि x प्लस a छ एउटा फ्याक्टर, अर्को फ्याक्टर छ x स्क्वायर प्लस b भन्ने छ। x स्क्वायर प्लस के छ? b छ। यहाँ चाहिँ फर्स्ट फ्याक्टरमा चाहिँ x पनि लिनियर, फ्याक्टर पनि लिनियर छ। भनेपछि लिनियरको केसमा चाहिँ जस्ट a डिवाइड बाइ त्यो फ्याक्टर राख्ने प्लस दोस्रो फ्याक्टरमा चाहिँ के छ? फ्याक्टरको पावर त 1 छ तर x को पावर 2 छ। x को पावर 2 छ भने यसमा चाहिँ के गर्ने? यसलाई चाहिँ लिनियर टर्म माथि बनाउने bx प्लस c डिवाइड बाइ x स्क्वायर प्लस b राख्ने। यो रुल नम्बर 2 है। यो फर्स्ट, यो चाहिँ सेकेन्ड। ठीक छ। क्वाड्रेटिक फंक्सन भित्रपट्टि छ भने यसरी चाहिँ हामीले त्यसलाई लिनियरमा ब्रेक डाउन गर्नुपर्छ। यसको चाहिँ यो भयो है पार्शियल फ्र्याक्सन। x प्लस a को लागि चाहिँ यो भयो। त्यस्तै x प्लस a छ एउटा फ्याक्टर, अर्को फ्याक्टर छ x प्लस b को होल स्क्वायर छ। यस्तो केसमा चाहिँ हेर त, फर्स्ट फ्याक्टरमा चाहिँ फर्स्ट फ्याक्टरमा x पनि लिनियर अनि फ्याक्टरको पावर पनि 1 छ भनेपछि के गर्ने? फर्स्ट फ्याक्टरलाई चाहिँ के गर्ने? a को तल राख्ने। a डिवाइड बाइ फर्स्ट फ्याक्टर भनेको x प्लस a प्लस अब यो सेकेन्ड फ्याक्टरमा चाहिँ के छ त? रिपिटेड फ्याक्टर हो क्या। x प्लस b को होल स्क्वायर भनेको त सिम्पल यसलाई के बुझ्न सक्छौं? x प्लस b इन्टु x प्लस b बुझ्न सक्छौं हामी। लिनियर फ्याक्टर को रिपिटेसन छ यसमा। के छ त्यो? रिपिटेसन छ भनेपछि यस्तो केसमा चाहिँ के गर्ने? b डिवाइड बाइ x प्लस b को लिनियर राख्ने अनि c डिवाइड बाइ के गर्ने त? c डिवाइड बाइ x प्लस b को होल स्क्वायर गर्ने है। यो तीनटा केस चाहिँ अलि बढी रिपिटेसन भएको हुन्छ, अलि धेरै चाहिँ सोधिरहेको हुन्छ हैन। अब अहिलेको ट्रेन्डमा चाहिँ के छन् भने अब केही चाहिँ फ्याक्टराइजेबल नहुने खालको चाहिँ क्वेसनहरु सोधिरहेको हुन्छ हैन। त्यसमा चाहिँ सिम्पल ट्रिक हामीले युज गर्नुपर्ने हुन्छ है। ठीक छ।
अहिले चाहिँ फ्याक्टराइज वाला चाहिँ एक दुईवटा क्वेसनहरू मेन चाहिँ यसको रुल यो तिनवटा है। यो अहिले तिमीहरूको जुन 3 मार्क्सको सोध्ने सिचुएसन छ यहाँबाट पार्सियल फ्र्याक्सन मेथडबाट, सो यो तिनवटा रुल चाहिँ बढी फोकस गर्नु पर्यो। सो एउटा क्वेसन लिन्छु मैले 2081 को 2081 को अप्सनल क्वेसन नम्बर 18B। ल यो क्वेसन लिउँ त 2081 अप्सनल 18B यो क्वेसन है। पेज नम्बर तिमीहरूको फरक होला। इन्टिग्रेसनको लास्ट एक्सर्साइज पल्टाउ त, अथवा इन्टिग्रेसनमै छ सबै कुरा होइन, इन्टिग्रेसनमै। अब हामीसँग ओल्ड इज गोल्ड भनेको म्याथको मात्रै हुन्छ होइन, त्यसमा चाहिँ तिम्रो के हुन्छ भने पेज नम्बर मिल्दैन क्या। तिमीहरूसँग फिजिक्स केमेस्ट्री म्याथ बायोलोजी सबै कम्बाइन हुन्छ होइन, हामीसँग छुट्टै छ। ल पेज नम्बर कतिमा हो त्यो एकजनाले चाहिँ कमेन्ट गरिदिउँ न है, अथवा के अरे उसमा च्याट बक्समा हाल्दै त कति नम्बर पेजमा छ भनेर। राहुल कुमार शाहले चाहिँ हाल्नु पर्यो, तिमीले चाहिँ क्वेसन पठाएको क्वेसन हो यो। ल यहाँ चाहिँ इन्टिग्रेट माथि चाहिँ 2x² माइनस x प्लस 4 छ, तलपट्टि चाहिँ x³ प्लस कति छ त 4x छ dx। अब यसलाई चाहिँ सल्भ गर्नु पर्यो। अब यो पनि हामी रेसनल फ्र्याक्सनकै मेथडबाट युज गर्नुपर्ने हुन्छ, पार्सियल फ्र्याक्सनबाटै जानुपर्ने हुन्छ, किनभने तलपट्टि चाहिँ फ्याक्टराइजेबल छ। यसलाई चाहिँ मैले एकचोटि यसरी फ्याक्टराइजेबल छ देखाएँ है त। कसरी फ्याक्टराइजेबल छ र त 2x² माइनस x प्लस 4 माथि केही पनि नगर्ने है, तलपट्टि के हो त x कमन लग्यो भने दुइटैमा कति हुन्छ x² प्लस 4 हुन्छ। सो तलपट्टि चाहिँ फ्याक्टर भयो क्या। फ्याक्टर भइसकेपछि हामीले मेथड अफ पार्सियल फ्र्याक्सन युज गर्न पाइयो। सो यहाँ चाहिँ यसरी लेट गर्ने, भित्रको जुन इन्टिग्रान्ड भन्छ त्यसलाई फङ्सन जे छ त्यसलाई लेट गर्ने, x² के अरे 2x² माइनस x प्लस 4 डिभाइड बाई x टाइम्स x² प्लस 4 लाई चाहिँ यसरी लेट गर्ने। फर्स्ट फ्याक्टरमा चाहिँ के छ भने x मात्रै छ है, भनेपछि लिनियर भयो, x को पावर 1 भएकोले। सो a डिभाइड बाई x भयो प्लस सेकेन्ड फ्याक्टरमा चाहिँ पावर चाहिँ 1 छ, लिनियर फ्याक्टर हो तर x चाहिँ क्वाड्रेटिक छ के, भनेपछि यसमा चाहिँ के लेखेको थिएँ मैले रुलमा bx प्लस c बनाउने यहाँ, अनि तलपट्टि x² प्लस 4 राख्नु पर्यो। अब यसलाई चाहिँ जसरी पनि सल्भ गरेर ABC को भ्यालु चाहिँ खोज्नु पर्यो है। यो पार्सियल फ्र्याक्सनमा ब्रेक गरेको बुझ्यो, यसलाई चाहिँ डिफ्रेन्ट फ्याक्टरलाई फ्र्याक्सनको फर्ममा छुट्याएको है। अब यसलाई चाहिँ के गर्ने, राइट साइडमा एलसिएम लिने, एलसिएम लियो भने तिम्रो कति आउँछन् भने यो ल एलसिएम लियो भने के हुन्छ यहाँ a टाइम्स x² प्लस 4 भयो, अनि प्लस bx प्लस c टाइम्स कति भयो त x भयो। तलपट्टि एलसिएम चाहिँ के हो x टाइम्स x² प्लस 4। दुइटै साइड तलपट्टिको पार्ट चाहिँ हटाइदिने। सो यहाँ चाहिँ के हुने भयो त 2x² माइनस x प्लस 4, अनि राइट साइडमा के रहेछ त a टाइम्स x² प्लस 4 प्लस bx प्लस c टाइम्स के रहेछ त x रहेछ। अब यसमा चाहिँ सल्भ गर्नलाई तिमीहरूले चाहिँ इक्वेसन बनाएर चाहिँ सल्भ गर्ने होइन, यहाँ चाहिँ सिम्पल के गर्ने त फर्स्टमा चाहिँ के गर्ने, यसको यो राइट साइडको पार्ट जुन छ नि यसको जिरो सोलुसन सकेसम्म राख्ने। कुन सोलुसन राख्ने रे जिरो सोलुसन राख्ने क्या। अब जिरो सोलुसन राख्नको लागि एउटा पार्टलाई जिरो बनाउने खालको चाहिँ सोलुसन राख्ने हो कि हामीले।
जस्तो कि यहाँ हेर त एक्सको ठाउँमा मैले 0 राख्दाखेरि चाहिँ यो टोटल पार्ट चाहिँ 0 हुन्छ कि हेर त। भनेपछि त्यति बेला ए को भ्यालु निकाल्न सकिन्छ। सिम्पल है। 0 सोलुसन राख्ने भनेपछि पुट एक्स इक्वल्स टु 0। एक्सको ठाउँमा 0 राख्छ भने के हुन्छ यहाँ? फर्स्ट टर्म यो 0 भयो, 2 इन्टु 0 स्क्वायर भनेको 0, सेकेन्ड पनि 0, अनि यहाँ त 4 मात्रै छ। राइट साइडमा के छ र त? ए टाइम्स 0 प्लस 4 हुन्छ यो, अनि यो बी एक्स प्लस सी टाइम्स एक्स बेला त 0 भयो, ड्यु टु एक्स मल्टिप्लाईमा छ भनेपछि 0ले मल्टिप्लाई गर्दा 0 भयो। भनेपछि यसलाई चाहिँ सल्भ गर्छु भने कति हुन्छ यो? 4 इक्वल्स टु कति हुने भयो? 4a। सो ए को भ्यालु चाहिँ कति आयो त? ए इक्वल्स टु 1 आयो। व्हाट इज द भ्यालु अफ ए? ए इज 1। अब के गर्छौँ हामी? अब ए वाला पार्टलाई 0 बनाउने। यसलाई चाहिँ 0 बनाउनको लागि चाहिँ एक्सको चाहिँ कुन भ्यालु राख्यो भने 0 बन्छ त? खोज्न सक्छौ भने राखौँ, छैन भने अर्कै कुरा राख्नुपर्छ हामीले। इक्वेसन बनाउनु पर्ने हुन्छ। ए को भ्यालु त आइसक्यो, यहाँ इजिली आइसक्यो। अब हेर त्यहाँ, यदि एक्स स्क्वायर प्लस 4 इक्वल्स टु 0 मानेर यसलाई सल्भ गर्यो भने यो त इमेजिनरी हुन्छ। एक्स स्क्वायर इक्वल्स टु -4, एक्स इक्वल्स टु प्लस माइनस 2y हुन्छ। भनेपछि यो त इमेजिनरी सोल्युसन लिनु होइन यसमा है, रियल सोल्युसन मात्रै लिनुपर्ने हुन्छ। भनेपछि यो चाहिँ एक्सको जुनसुकै भ्यालु रियल पार्ट हार्दाखेरि यो चाहिँ 0 हुँदैन क्या। त्यही भएर चाहिँ 0 के अरे यसलाई चाहिँ 0 बनाउने गरी होइन। अब यस्तो केसमा चाहिँ 0 बनाउन सकेन भने यस्तो केसमा चाहिँ अल्टरनेटिभ चाहिँ के छ भने एक्स इक्वल्स टु 1 हाल, अर्कोचोटि एक्स इक्वल्स टु -1 हाल कि सिम्पल फर्ममा है। एक्स इक्वल्स टु 1 र एक्स इक्वल्स टु -1 हाल। अब त्यही माथिको इक्वेसनमा यो इक्वेसनमा -1 र 1 हाल्यो भने के हुन्छ अरे? फर्स्टमा 1 हाल्यो भने के हुँदो रहेछ यहाँ त? 2 टाइम्स 1 स्क्वायर 2 भयो, -1 प्लस 4। राइट साइडमा ए त आइसकेको छ 1 इन्टु यो भनेको 1 प्लस 4 प्लस यतापट्टि के हुन्छ? बी टाइम्स 1 प्लस सी टाइम्स एक्स भनेको त 1 हो। अब यसलाई चाहिँ सिम्प्लिफिकेसन गरिदिउँ है त। के हुन्छ यो? लेफ्ट साइडमा 5 भयो, यो पनि 5 भयो, प्लस बी प्लस सी हुन्छ। भनेपछि 5 लाई लेफ्ट साइडमा लग्यो भने 0 भयो, बी प्लस सी इक्वल्स टु 0 भन्नाले बी इक्वल्स टु माइनस सी भयो है। बी को भ्यालु चाहिँ -c भयो। अब अर्को पार्ट चाहिँ के गर्ने त? एक्स को ठाउँमा -1 हालेर सल्भ गर त्यही इक्वेसनमा। एक्स को ठाउँमा -1 हाल्छु भने के हुन्छ यो? 2 इन्टु -1 को स्क्वायर 2 भयो, अनि यो माइनस माइनस प्लस 1 भयो, अनि प्लस 4 छ। यतापट्टि के हुन्छ? -1 को स्क्वायर गर्दाखेरि त 1 प्लस 4 5 नै भयो, ए टाइम्स 5 भयो, यसरी लेख्दा पनि भयो है। त्यसपछि अर्को के हुन्छ? माइनस बी प्लस सी टाइम्स -1। अब यसलाई चाहिँ सल्भ गरेर बी र सीको कुनै रिलेसन आउँछ? ए भनेको 1 पनि हालिदिउँ है। यहाँ ए भनेको कति छ? ए भनेको 1 हालिदिउँ न, ए आइसकेको छ पहिले, ए को ठाउँमा 1 हालिदिने। अब के हुन्छ र? लेफ्ट साइडमा 4 2 6 1 7 भयो, 7 इक्वल्स टु कति भयो? 5, अनि यो माइनसले मल्टिप्लाई गर्दा कति भयो? प्लस बी माइनस सी भयो। यसलाई चाहिँ के गर्न सक्छ हामी? लेफ्ट साइडमा लगौँ। 2 इक्वल्स टु बी माइनस सी छ, बी इक्वल्स टु माथि माइनस सी छँदैछ, सो बी को ठाउँमा -c राखौँ त के हुन्छ यहाँ? 2 इक्वल्स टु -c कति आउने रहेछ? 2 इक्वल्स टु -2c, c को भ्यालु -1 आयो। अब c को भ्यालु -1 आइसकेपछि b को भ्यालु कति हुन्छ? b इक्वल्स टु -c छ नि, सो कति हुन्छ? -1 गर्दा +1 हुने भयो। कति हुने भयो? +1 हुने भयो, हो कि होइन? अब एबिसीको 3टै भ्यालु आइसक्यो कि। तिमीलाई इक्वेसन बनाएर सल्भ गर्न चाहिँ निकै लामो हुन्छ यो कुरो बुझ्यो। कोफिसिएन्टलाई इक्वेट गरेर सरले सिकाउनु होला, त्यो चाहिँ बिर्सिने। जस्ट हामी के गर्छौँ? 0 सोलुसन हाल्ने, 0 सोलुसन भेटाएन भने 1 र -1 हालेर सल्भ गर के, सजिलो
ल अब यो पार्ट जुन आयो नि एबिसीको भ्यालु, अब जुन माथि लेट गरेको थियो त्यसमा चाहिँ हाल्नु पर्यो। अब ए को ठाउँमा चाहिँ कति आयो हाम्रो? 1। बी पनि 1 आयो, बी पनि 1 आयो, सी चाहिँ -1 आयो। ल माथिको इक्वेसनमा जाउँ त अब। ल नेक्स्ट पेजमा जाउँ हामी। बी को भ्यालु 1, ए को भ्यालु पनि 1, सी को भ्यालु -1। ल यो जुन लेट गरेको छ नि त्यो लेट गरेको ठाउँमा फर्किने अब है। ल नाउ यो लेट जुन गरेको थियो नि हामीले, के लेट गरेको थियो त? 2x² माइनस x प्लस 4 डिभाइडमा कति थियो? x टाइम्स x² प्लस 4 थियो। यतापट्टि a/x भनेको a भनेको 1 आएको छ, 1/x भयो, प्लस bx प्लस c, b भनेको हाम्रो चाहिँ b को भ्यालु कति आयो? 1 आएको छ, त्यहाँ र त अगाडि b को भ्यालु 1 आएको छ, c को भ्यालु -1, सो राखौँ। भनेपछि bx भनेपछि 1 इन्टु x अनि c भनेको -1 डिभाइडमा कति छ? x² प्लस 4 राखेको हामीले है। भनेपछि कति हुने भयो? 1/x प्लस x -1 बाई कति हुने भयो? x² प्लस 4 भयो। अब यसमा इन्टिग्रेसन लगाइदिउँ। इन्टिग्रेसन लगायो भने 2x² माइनस x प्लस 4 डिभाइडमा कति छ? x टाइम्स x² प्लस 4 dx। अब इन्टिग्रेसन गऱ्यो भने कति हुन्छ? 1/x को इन्टिग्रेसन भयो प्लस x -1/x² प्लस 4 को इन्टिग्रेसन भयो। हो यसरी चाहिँ पार्सियल फ्र्याक्सनले चाहिँ के गर्छ त? सिम्पल टर्ममा चाहिँ यसलाई ब्रेक गर्ने क्या। ब्रेक गरेको अब यसको चाहिँ इन्टिग्रेसन गर्नको लागि फर्स्टको इन्टिग्रेसन त 1/x को इन्टिग्रेसन त कति हो? log x होइन, तलको डेरिभेटिभ माथि छ भने लग अफ तलपट्टिको राख्ने। अब यसमा चाहिँ हेर है, यहाँ चाहिँ दुईवटा टर्म यसलाई बनाउनु पर्ने हुन्छ, किनभने x² प्लस 4 छ, x² को डेरिभेटिभ 2x हुन्छ, सो 2x माथि बनाउन सकिन्छ। त्यही भएर त्यसलाई चाहिँ ब्रेक गरिदिउँ दुइटामा। एउटा चाहिँ x/x² प्लस 4 भयो, किनभने यसमा तलको डेरिभेटिभ माथि खोज्न सकिन्छ, सजिलो हुन्छ, त्यही भएर दुईटामा ब्रेक गर्ने। अर्को चाहिँ कति भयो? -1/x² प्लस 4 dx। ल यो log x छँदैछ प्लस अब यसमा x² को डेरिभेटिभ त 2x हो, 4 को डेरिभेटिभ 0, 4 को डेरिभेटिभ के हो त? 0 भनेपछि तलको डेरिभेटिभ माथि बनाऊ, तलको डेरिभेटिभ माथि बनाऊ, सो 2 ले मल्टिप्लाई अनि 2 ले डिभाइड गरिदिउँ। अब यसको इन्टिग्रेसन कति हो त? तलको डेरिभेटिभ माथि छ भने लग तलपट्टिको राख, लग x² प्लस 4 1/2 अगाडि छ। अब यसमा चाहिँ हेर त 1/x² प्लस a² को इन्टिग्रेसन के हुन्छ? 4 लाई त 2 को स्क्वायर लेख्न पाउँछ हामीले, कति हुन्छ यसको इन्टिग्रेसन? 1/a tan इन्भर्स x/a हुन्छ, सो यो कति भयो? 4 लाई चाहिँ 2 को स्क्वायर लेखिदिउँ है, त्यहाँ 2 को स्क्वायर, सो 1/2 tan इन्भर्स x/2 प्लस c, सक्यो। यो तिमीले चाहिँ पार्सियल फ्र्याक्सन चाहिँ पढिरह हुन्छौ, तर एउटा क्वेसन यस्तो छ कि पार्सियल फ्र्याक्सनबाट गर्न गाह्रै हुन्छ, पार्सियल फ्र्याक्सनबाट मिल्दैन। जस्तो कि 2081 को जिआइईमा सोधेको है, जिआइईमा सोधेको क्वेसन हेरौँ त। यो सेट एमा 22 को बी नम्बर है, सेट ए 22 को बी नम्बर। यहाँ चाहिँ के सोधेको रहेछ भने द इन्टिग्रेसन एट x³ plus x/x minus 1 with respect to x requires concept of rational function by partial fraction. Justify it.
ठिक छ। अब यसमा चाहिँ यो ऱ्यासनल फङ्सन बाई पार्सल फ्र्याक्सन यो मेथड एप्लाई नै हुँदैन, त्यस्तो खालको चाहिँ सोधेको रहेछ कि। यहाँ हेरौँ त के छ, इन्टिग्रेसन अफ एक्स क्युब प्लस एक्स बाई एक्स माइनस वान छ अरे होइन। अब तलपट्टि यसलाई चाहिँ फ्याक्टराइजको फर्ममा लेख्नु पऱ्यो, फ्र्याक्सनको तलपट्टिको पार्टलाई फ्याक्टराइजेबल फर्ममा छ भने मात्रै पार्सल फ्र्याक्सनमा ब्रेक गर्न मिल्छ होइन। अब के एउटा फ्याक्टरले मात्रै ब्रेक गरेर चाहिँ हुँदैन फेरि यो होइन। सो यसमा चाहिँ पार्सल फ्र्याक्सन भन्दा पनि डाइरेक्ट मेथड एप्लाई गर्ने हो। कसरी हुन्छ त्यो चाहिँ हेरौँ है। यो पनि 3 मार्क्समै सोधे रहेछ, 2 मार्क्समा सोधे रहेछ यो यस्तो है। यहाँ हेर, तलपट्टि एक्स माइनस वान छ, माथि पनि एक्स माइनस वानकै फ्याक्टरको फर्ममा बनाउने क्या। अब एक्स माइनस वानको फ्याक्टरको फर्ममा बनाउनको लागि चाहिँ हामीले के गर्नु पर्यो भने यहाँ चाहिँ एक्स क्युब छ, मैले चाहिँ यहाँ एक्स स्क्वायर राखेँ भने एक्स स्क्वायर कमन लिएपछि कति बन्दो रहेछ त एक्स माइनस वान बन्दो रहेछ। भनेपछि ए माइनस एक्स स्क्वायर गरेपछि प्लस एक्स स्क्वायर पनि गर्नु पर्यो होइन। फेरि यहाँ चाहिँ हामीले एक्स माइनस वान फ्याक्टर बनाउनको लागि चाहिँ माइनस एक्स गर्नु पर्यो होइन। यो दुईटामा चाहिँ एक्स कमन लिएपछि के भन्छ त एक्स माइनस वान भन्छ। प्रत्येक दुईटा टर्मबाट एक्स कमन लिएपछि एक्स माइनस वान बनाउनु पर्यो क्या। त्यस्तै माइनस एक्स गरेपछि प्लस एक्स गर्नु पर्यो, अनि यो प्लस एक्स त छँदैछ, यो प्लस एक्स छँदैछ। यसको होल डिभाइडमा कति रहेछ हामीसँग हेर त एक्स माइनस वान। अब यहाँ चाहिँ हामीले के गर्छौँ, फर्स्टमा चाहिँ के रहेछ एक्स स्क्वायर कमन लग्यो भने एक्स माइनस वान फ्याक्टर भयो। सेकेन्ड के अरे थर्ड र फोर्थमा चाहिँ एक्स कमन लियो भने एक्स माइनस वान भयो। त्यस्तै यो चाहिँ प्लस टू एक्स भयो। यसमा चाहिँ कमन लिने होइन है, एक्स कमन लिएपछि वान प्लस वान भनेको टू नै हुन्छ, सो टू एक्स भयो। यसको डिभाइडमा चाहिँ कति छ त एक्स माइनस वान छ। अब यसलाई चाहिँ सेपरेट गर्ने क्या। के गर्ने यसलाई चाहिँ सेपरेट गर्ने, यसलाई चाहिँ छुट्याइदियो भने प्रत्येक टर्मसँग छुट्याउने। सो के हुँदो रहेछ यो एक्स स्क्वायर टाइम्स एक्स माइनस वान बाई एक्स माइनस वान प्लस अर्को चाहिँ के हो एक्स टाइम्स एक्स माइनस वान डिभाइड बाई एक्स माइनस वान, अनि लास्टवाला चाहिँ टू एक्स बाई एक्स माइनस वान, टू एक्स बाई एक्स माइनस वान। यहाँ पनि चाहिँ हामीले के गर्छौँ एक्स माइनस वानको फर्मेट बनाउनु पर्यो क्या। ल अब यो प्रत्येक टर्ममा चाहिँ के रहेछ भने हाम्रो एक्स माइनस वान फर्स्ट र सेकेन्डमा, त्यसलाई चाहिँ काट्न पायो तलमाथि। हेरौँ त, यो एक्स माइनस वान काट्यो, यहाँ पनि एक्स माइनस वान काट्यो। फर्स्ट स्टेपमा हामीले के गर्यौँ, तल जे छ नि फ्याक्टर अथवा तल जुन एक्स माइनस वान छ नि त्यस्तै माथि बनाउन लागेको। माथिकोलाई चाहिँ फ्याक्टराइज गरेको जस्तो बुझ्ने क्या है। माथिकोलाई के गरेको त फ्याक्टराइज गरेको जस्तो बुझ्ने क्या। हो त्यसरी चाहिँ एक्स क्युब छ, हामीले चाहियो एक्स माइनस वान, त्यही भएर एक्स क्युबसँग एक्स स्क्वायर के अरे माइनस एक्स स्क्वायर राखेको। अनि माइनस गरेपछि प्लस पनि गर्नु पर्यो, हामीले त एक्स्ट्रा कुरा थप्ने र घटाउने हो नि त। सो एक्स्ट्रा कुरा घटाउँछ भने थप्नु पनि पर्यो, जति माइनस त्यति नै प्लस गर्नु पर्यो, त्यो कुरा गरेको है। अब हेर त्यहाँ चाहिँ कति रहन्छ यो एक्स स्क्वायर, अर्को एक्स, अर्को टू एक्स बाई एक्स माइनस भन्छ नि, यहाँ पनि मैले फ्याक्टर बनाइदिन्छु हेर त। टू एक्स माइनस टू गरिदियो भने टू कमन लिँदाखेरि एक्स माइनस वान बन्छ कि बन्दैन, माथि नै गर्दा नै हुन्थ्यो। अब के हुने रहेछ र त्यहाँ एक्स स्क्वायर प्लस एक्स प्लस टू कमन लियो भने एक्स माइनस वान भयो, तल एक्स माइनस वान छ। ओ माइनस टू गरेपछि प्लस टू पनि गर्नु पर्यो यहाँ है, ठिक छ। माइनस टू गर्दा प्लस टू पनि गर्नु पर्यो। यहाँ चाहिँ कति हुन्छ त प्लस टू गर्यो, अगाडिको दुईटामा टू कमन लिएपछि एक्स माइनस वान भयो, अनि प्लस टू छ, सेपरेट गरिदियो एक्स माइनस वानलाई दुइटैसँग।
x - 1 लाई सेपरेट गरिदिउँ। अब थर्ड टर्ममा पनि के भयो त x - 1 चाहिँ काटिने भयो। माथि नै एकैचोटि गर्दा नै हुने रहेछ। अब कति बाँकी रहन्छ त त्यसको इन्टिग्रेसन गरिदिउँ। x² + x + 2 + 2 बाई कति त x - 1 dx। ल अब इन्टिग्रेसन यसको छुट्याइदिउँ। x² को इन्टिग्रेसन, x को इन्टिग्रेसन 2 बाहिर आउँछ, अथवा यहाँ 1 को इन्टिग्रेसन, यहाँ पनि 2 बाहिर आउँछ, 1 बाई x - 1 को इन्टिग्रेसन। x² को इन्टिग्रेसन x³ बाई 3, x को इन्टिग्रेसन x² बाई 2 भयो, 1 को इन्टिग्रेसन x, 2 टाइम्स x, 1 बाई x - 1 को इन्टिग्रेसन log x - 1 प्लस c। यसरी चाहिँ गर्न सक्छौ। यहाँ के गर्यो, यसमा x² चाहिँ हामीले कमन लियो क्या तलमाथि क्या। यस्तो टाइपको इन्टिग्रेसनमा चाहिँ के गर्ने त फ्याक्टराइजेबल छैन भने x² तलमाथिबाट कमन लिने र त्यो x² लाई काट्ने। अब यो बाँकी भनेको चाहिँ हाम्रो कति हुन्छ त माथि 1 - 1 बाई x² माथि बाँकी भयो। तलपट्टि चाहिँ के गर्ने, यसलाई पर्फेक्ट स्क्वायर बनाउने क्या। यहाँ हेर्ने, यसको चाहिँ सर्टेन आइडिया चाहिँ कस्तो हो भने यसको न्युमिरेटरमा 1 - 1 बाई x² यदि बन्छ भने यसको डिनोमिनेटर चाहिँ के बनाउने त 1 + 1 बाई x को होल स्क्वायर बनाऊ। बुझ्यो? के अरे x + 1 बाई x को होल स्क्वायर बनाऊ। यदि न्युमिरेटरमा 1 + 1 बाई x² बन्छ भने यसको डिनोमिनेटर कस्तो बनाऊ त x - 1 बाई x को होल स्क्वायर बनाउने, पर्फेक्ट स्क्वायर बनाउँदाखेरि। यो दुईटा पार्ट चाहिँ राम्रोसँग सम्झिने। न्युमिरेटर कस्तो छ त्यही अनुसारको डिनोमिनेटर बनाउनु पर्ने हुन्छ। कुरो बुझ्यो? माथिपट्टि यदि 1 - 1 बाई x² बन्दो रहेछ भने तलपट्टि हामीले के बनाउनु पर्छ, पर्फेक्ट स्क्वायर बनाउँदाखेरि x + 1 बाई x को होल स्क्वायर बनाउनु पर्छ। यदि माथिपट्टि 1 + 1 बाई x² बन्छ भने तलपट्टि x - 1 बाई x को होल स्क्वायर बनाउनु पर्छ। ल हेरौँ, अब तल x² + 1 + 1 बाई x² छ, त्यसलाई चाहिँ x + 1 बाई x को होल स्क्वायर बनाउनु छ। अब यहाँ हेर त x + 1 बाई x को होल स्क्वायर यदि खोल्छु भने के हुन्छ, यो a² + 2ab हो। सो x² + 2x * 1 बाई x प्लस 1 बाई x को स्क्वायर भनेको 1 बाई x² हो। यो बिचमा चाहिँ x काटेपछि त 2 भयो। भनेपछि यहाँ चाहिँ 1 लाई चाहिँ मैले कति बनाउनु पर्यो, पहिला 2 बनाउनु पर्यो क्या। सो यहाँ चाहिँ थप्नु पर्यो, x² + 1 छ, 1 मा अझ 1 मैले थपेँ, 2 भयो, हो कि हैन, प्लस 1 बाई x²। भनेपछि यतापट्टि के राख्नुपर्छ, -1 राख्नुपर्छ। हेर त +2 छ -1 छ, यो दुईटालाई कम्बाइन गर्यो भने त 1 नै बन्ने हो कि हैन। सो कन्टिन्यू गरौँ यसलाई, हेरौँ। अब यहाँ चाहिँ तलपट्टि थोरै टर्म्सलाई रिअरेन्जमेन्ट गरौँ त। x - 1 बाई x² तलपट्टि x² + 2 * x * 1 बाई x लेख्न मिल्छ र त। x काटेपछि 2 * 1 भनेको 2 नै हो। अनि 1 बाई x को स्क्वायरलाई 1 बाई x को होल स्क्वायर लेख्न मिल्छ, अनि -1 छँदैछ। अब यो अगाडिको जुन तीनटा टर्म छ त्यसलाई चाहिँ कम्बाइन गर्यो भने के बन्दो रहेछ, के बन्छ हेरौँ त। माथि x - 1 बाई x को होल स्क्वायर, तलपट्टि हेर त x + 1 बाई x को होल स्क्वायर भयो, a² + 2ab + b²। अब यसमा चाहिँ पुट गर्ने क्या। यो इन्टिग्रेसन आई भनेर लेट गरेको छ माथि नै। सो अब यसमा चाहिँ हामीले पुट गर्ने कसलाई त तलपट्टि जुन पर्फेक्ट स्क्वायर छ त्यसलाई चाहिँ पुट गर्ने y भनेर। पुट
x प्लस 1/x लाई कति पुट गर्ने y पुट गर्ने। अब यिनलाई चाहिँ y पुट गर्यो भने अब x वाला सिस्टमलाई y मा लग्दैछ भने dx लाई dy मा चेन्ज गर्नु पर्यो। सो यसलाई डिफरेन्सिएटिङ गर्नु पर्यो। डिफरेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु x गरौँ। के हुन्छ x को डेरिभेटिभ कति भयो 1 भयो। 1/x को डेरिभेटिभ माइनस 1/x स्क्वायर हुन्छ यो। अनि यो dy/dx को dx यतापट्टि ल्याए अनि यतापट्टि dy भयो। कुरो बुझ्यो। 1/x को डेरिभेटिभ कति हुन्छ डेरिभेटिभ अफ 1/x भनेको कति हो त पावर रुल लगाउने माथि लगाउने x को पावर -1 हुन्छ। x को पावर कति हुन्छ -1 हुन्छ। पावर रुल लगायो भने -1 x को पावर -2 सो -1/x स्क्वायर। यसरी डेरिभेटिभ गर्न सक्छौँ। अनि y को डेरिभेटिभ dy/dx भयो। त्यसलाई चाहिँ लेफ्ट साइडमा ल्याउने dx लाई। ल अब यहाँ हेरौँ त के हुन्छ अब। देन इन्टिग्रेसन i बिकम्स के हुने भयो अब हाम्रो माथिपट्टिको dy भयो तल चाहिँ y स्क्वायर -1 भयो। y स्क्वायर -1 भयो। अब यो 1 लाई 1 को स्क्वायर लेख्न पायो। अब यसको इन्टिग्रेसन के हुन्छ भनौँ त 1/x स्क्वायर माइनस a स्क्वायर को इन्टिग्रेसन कति हुन्छ त 1/2a log x minus a/x plus a plus c। हो कि होइन। अब यही फर्मुला युज गर्नु के हुन्छ 1/2 इन्टु a भनेको 1 अनि log y -1 तल y plus 1 भयो plus c। रिप्लेस द भ्यालु अफ y रिप्लेस गरिदिउँ त के हुन्छ y भनेको हाम्रो कति हो x plus 1/x यहाँ चाहिँ -1 तल पनि y लाई रिप्लेस गर x plus 1/x प्लस कति त 1 माथि एलसीएम लिदिउ तल पनि एलसीएम लिदिउ। एलसीएम लग्यो भने के हुन्छ x एलसीएम आयो x ले मल्टिप्लाई गर्दा x स्क्वायर भयो प्लस 1 माइनस x भयो। तलको x र माथि x काट्दिने है एलसीएम लिएको। यहाँ पनि के हुन्छ x स्क्वायर प्लस 1 प्लस x हुन्छ। सो दिस इज द रिक्वायर्ड एन्सर। इंटीग्रेशन dx by रूट अंडर 1 प्लस e को पावर -2x है। कुनले पठाएको छ 34 नम्बरमा छ र यो क्वेसन। तिमीले पठाएकोमा नमिल्न पनि सक्छ पुरानो ओल्ड स्कुलबाट पठाएको छ भने नमिल्न पनि सक्छ। यो खासमा 75 को रेशियो क्वेसन सेट सी क्वेसन नम्बर 3b। ल एकदम इजी छ यो। यहाँ चाहिँ के गर्न सक्छौ भने e को पावर -2x लाई चाहिँ 1 को फर्ममा लेख झुन्ड्याइदिउँ तलपट्टि के हुन्छ रे 1 प्लस e को पावर -2x छ भने 1/e को पावर +2x लेख्न मिल्छ। एलसीएम लिदिने एलसीएम लियो भने के हुन्छ तलपट्टि e को पावर 2x प्लस 1 डिभाइडमा e को पावर 2x रुटमा छ। अब के हुन्छ र त्यहाँ e को पावर 2x भनेको e को पावर x को स्क्वायर पनि हो क्या। यसलाई चाहिँ यसरी पनि लेख्न सकिन्छ e को पावर x को स्क्वायर प्लस 1 तल पनि e को पावर x को स्क्वायर लेख्यो भने रुटभन्दा बाहिर निकाल्न मिल्छ तलकोलाई। हो कि हेर त रुटभन्दा बाहिर निकाल्यो भने त्यो माथि जाने हो। माथि लग्यो भने के हुन्छ यो e को पावर x भयो तलपट्टि e को पावर x को स्क्वायर प्लस 1 भयो। यो त रुट अन्डरमा छ। ल अब यसमा चाहिँ पुट गरिदिउँ यो i इक्वल्स टु हो यो e को पावर x लाई y मानिदिने। y मान्यो भने डेरिभेटिभ गर e को पावर x dx इक्वल्स टु कति हुने भयो dy। दुईटै साइड डेरिभेटिभ गर्ने कि e को पावर x को डेरिभेटिभ e को पावर x नै हो अनि y को डेरिभेटिभ dy/dx। सो dx लाई लेफ्ट साइडमा ल्याउनु।
सो यो चाहिँ जुन हाम्रो e को पावर x dx छ नि, e को पावर x dx लाई चाहिँ के गर्ने, dy रिप्लेस गर्ने, के रिप्लेस गर्ने, dy रिप्लेस गर्ने, देन I इक्वल्स टु के हुन्छ र त, dy बाई रुट भित्र e को पावर x लाई y मानेको छु भनेपछि e को पावर x को स्क्वायर छ भनेपछि y स्क्वायर भयो, प्लस 1 छ, 1 लाई 1 स्क्वायर लेख्न मिल्छ। यसको फर्मुला के हो, 1 बाई रुट अन्डर, यसको फर्मुला है 1 बाई रुट अन्डर एक्स स्क्वायर प्लस ए स्क्वायरको इन्टिग्रेसन चाहिँ के हो त, लग एक्स प्लस रुट अन्डरभित्र जे छ त्यही एक्स स्क्वायर प्लस ए स्क्वायर। यही फर्मुला युज गरौँ, लग एक्सको ठाउँमा वाइ छ, वाइ प्लस रुट अन्डर वाइ स्क्वायर प्लस 1 स्क्वायर प्लस सी, रिप्लेस द भ्यालु अफ वाइ, वाइ भनेको e को पावर एक्स, सो e को पावर एक्स प्लस रुट अन्डर e को पावर x को स्क्वायर हुन्छ, e को पावर 2x लेख अनि प्लस 1 प्लस सी। यसरी चाहिँ 2 मार्क्समा सोधेर रहेछ यो क्वेसन, यसरी चाहिँ गर्न सक्यो, एकदम सिम्पल वेबाट गर्ने, dx बाई 2x माइनस 1 रुट अन्डर 4x माइनस 3 छ अरे। यसमा चाहिँ एउटालाई रुट भित्रकोलाई पुट गर्ने क्या, स्क्वायरको फर्ममा पुट गर्ने, सिम्पल टेक्निक है, रुट भित्रकोलाई स्क्वायरको फर्ममा पुट गर्ने। पुट गर त यहाँ, पुट माथिकोलाई इन्टिग्रेसन आई मानिदिउँ ल, पुट 4x माइनस 3 लाई y स्क्वायर मानिदिए। अब यसको डेरिभेटिभ गर, डिफरेन्सिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु x, 4x को डेरिभेटिभ 4, 3 को डेरिभेटिभ 0, y स्क्वायर को डेरिभेटिभ 2y dy by dx, बेस मिलाएर पावर लगाउँ। सो यहाँ चाहिँ dx इक्वल्स टु कति हुन्छ त, 2y by 4 dy, यसलाई चाहिँ क्यान्सल गर्यो भने कति आउने रहेछ यो, y by 2 dy आउने रहेछ। देन अब इन्टिग्रेसन आईमा जानुभन्दा पहिला x को भ्यालु पनि यहाँ निकाल्ने, x भनेको चाहिँ कति आउँछ र त, 4x इक्वल्स टु y स्क्वायर प्लस 3 आयो, अनि x इक्वल्स टु कति आयो त, y स्क्वायर प्लस 3 बाई 4 आउने रहेछ हो। अब यो भ्यालुजहरू चाहिँ के गर्ने, इन्टिग्रेसन आईमा रिप्लेस गर्ने। सो देन इन्टिग्रेसन आई बिकम्स के हुन्छ र, dx रिप्लेस y by 2 dy, तल बढेर 2x माइनस 1 छ, टू एक्स माइनस 1 छ, 2 टाइम्स x भनेको कति हाम्रो, y स्क्वायर प्लस 3 बाई 4 माइनस 1।
थोरै एकैछिन डिस्टर्ब भयो है। ल, अनि यो रुटभित्रकोलाई वाइ स्क्वायर मानेछ होइन, के हुन्छ? वाइ मात्रै भयो। यो जहिले पनि तल र माथिको वाइ चाहिँ काटिन्छ क्या। यो यो वाइ चाहिँ काट्यो। अब यसलाई चाहिँ थोरै सिम्प्लिफाई गर। 1/2 भयो यो, अनि यो डिवाई। तलपट्टि हेर त के भयो? तलपट्टि यो 2 ले यसलाई काट्ने, 4 लाई 2 हुने भयो। एलसिएम लिदिउँ। वाइ स्क्वायर प्लस 3 माइनस 2 हुन्छ। तलपट्टि 2 भयो है। कुरो बुझ्यो? अब यो 2 माथि जान्छ उफ्रेर, 1/2 छँदैछ, त्यसलाई बाहिर निकालिदिएँ मैले। सो डिवाई बाई कति हुने भयो? वाइ स्क्वायर प्लस 1 हुने भयो। यो 2 र 2 पनि काटियो। अनि सिम्पल फर्मुला युज गर्ने। अब यहाँ सिम्पल के गर्ने? फर्मुला युज गर्ने। के हुने भयो त्यो? 1/x² प्लस ए स्क्वायर छ भने 1/a ट्यान इन्भर्स x/a। x/a भनेको y/1 प्लस c भयो। सो ट्यान इन्भर्स y भनेको हाम्रो कति हो त? y भनेको कति हाम्रो? रुट अन्डर 4x-3। किनभने 4x-3 लाई चाहिँ हामीले वाइ स्क्वायर राखेछौँ नि त, हो कि होइन? अनि प्लस सी भयो। सो यसरी चाहिँ गर्न सकिन्छ है।